हेलो एभ्रिवान, इट्स मी देवलक। आई होप तपाईँ सबैजना सन्चै हुनुहुन्छ होला। म चाहिँ सन्चो छैन, मलाई चाहिँ होइन। म चाहिँ यहाँ पुष्पराज भएको छु, यस्तो भएको छ होइन। एउटा यस्तो ढोल्किन हल्का रिनी परिरहेको छ, जुन तपाईँहरूले ठम्मैले हेरेर थाहा पाइसक्नु भयो होला मेरो के भएको छ। मैले यो भिडियो बनाउन खासै मन लागेको त थिएन होइन। मलाई गाह्रो भइरहेको छ नि त। सो गाह्रो भइगयो नि अब यो भिडियो चाहिँ मैले बनाउनु त, यो एउटा हुन्छ नि त, एउटा याद मेमोरेबल हुन्छ भनेर चाहिँ मैले आज यो भ्लग बनाउन खोजिरहेको छु है। अनि मेरो चाहिँ फर्स्ट टाइम यस्तो एक्सिडेन्ट भएको चाहिँ मेरो फर्स्ट टाइम है। मैले बाल बचेको हो त्यो दिन, हिजोको दिनमा चाहिँ होइन। यदि बसहरू त्यस्तै पाराले हुने भयो भने चाहिँ हिजो नै मेरो अन्तिम दिन हुने थियो होला सायद। यस दशा चाहिँ बाजा बजाएर या धुरीमा कराउँदैन हो कि के भन्ने एउटा लाइन थियो नि पहिल्यैदेखि, त्यस्तै जस्तै भयो मेरो पनि होइन। जस जुन नराम्रो हुने बेला चाहिँ होइन, अगाडि नै केही चाहिँ सङ्केत चाहिँ दिन्छ भने चाहिँ मैले त्यो एउटा कुरा चाहिँ थाहा पाएँ। जुन अब बिहान मैले यहाँबाट जुन सुरुदेखि कुरा गर्छु है, सुरु अब जुन म बस्ने ठाउँदेखि मैले भाइलाई बाइक चलाउने हो आज भन्दाखेरि भाइले अल्छी लागेको छ भनेर भन्यो होइन। अल्छी लागेको छ म चलाउँदिनँ भनेर भन्यो होइन। अनि त्यसपछि मैले लिएर हिँडेँ होइन। अनि जुन एक्सिडेन्ट हुनुभन्दा थोरै अगाडि नै झन्नै हान्न लागिरहेको थियो क्या। जुन हामी यो बाटोबाट जस्तै यो बाटोबाट हिँडिरहेको थियो होइन, त्यो अगाडि हिँडिरहेको थियो होइन। अगाडि गाडी आयो भने ऊ यस्ताबाट सुत्तै हिँड्यो क्या, न साइड राइड छ न इन्डिकेटर छ होइन, सिधै यता हिँड्यो। त्यही मैले झन्नै हानेको थिएँ क्या। तर त्यहाँ बचिया थिएँ म होइन। ठ्याक्कै त्यसको थोरै अगाडि क्या, थोरै त्यो जुन हाम्रो एक्सिडेन्ट चाहिँ त्यही पेप्सी खोला छाप्रोमा भएको हो क्या होइन। अनि थोरै अगाडि पुगेपछि चाहिँ फेरि अगाडि गाडी आएछ, झ्याप्पै ब्रेक लगाइहाल्यो त्यो बाइकवालाले होइन। मेरो ठ्याक्कै एक्सिलेटर लिइरहेको थियो नि त होइन, एक्सिलेटर लिइरहेको थिएँ, थोरै स्पिड थिएन। त्यही मेरो लाइफको ठुलो ऊ हो क्या। अब भनौँ न बच्ने चान्स त्यही ठुलो हो क्या। धेरै स्पिड भयो त सकिन्थ्यो हिजो होइन। ठ्याक्कै अब उसले रोकिहाल्यो। त्यसपछि मैले झ्याम लगाएर उसको बाइकमा हान्थेँ। उसको बाइक त लडेन छ, लडेपछि म ढलेछु, यतापट्टि ढलेँ होइन। अनि एउटा खुट्टा चाहिँ बाइकले थिचिरहेको थियो होइन। अब म हाँसी बोलिरहेको छु। यसमा यो होइन कि मलाई गाह्रो भएको छैन होइन, म पुष्पराज भएको भनिरहेको छु हजुरहरूलाई। अनि ढलेँ म होइन। ढलेपछि चाहिँ अनि एउटा खुट्टा चाहिँ मेरो बाइकले थिचिरहेको थियो। म उठ्न सकिने चान्स त थिएन। यहाँ यस्तो ठोक्यो कि यस्तो बजार्यो कि होइन। यो यसरी बजार्यो नि त, यताबाट ठोकेर यता बजार्यो नि त। अनि भाइ कता थियो मलाई थाहा भएन। म एकदम म त बेहोस नै अवस्थामा पुगिसकेको थिएँ होइन। यस्तो दुखिरहेको थियो यता होइन। तर एकजना त्यहाँ साथी हुनुहुँदो रहेछ, मैले दाइ भन्ने भनेको थिएँ उहाँलाई। उहाँले चाहिँ हेरिराख्नु भएको रहेछ क्या हामीलाई अगाडिदेखि नै। अनि त्यहाँ आएर उठाइदिनु भयो भाइले, बाइक उठाएछ। अनि मलाई चाहिँ त्यो दाइले चाहिँ मलाई उठाएर चाहिँ यता भित्तासम्म पुर्याइदिनु हो समाएर। अनि बसेँ त्यहाँ। म यस्तो छटपटाइरहेको थिएँ, मेरो आँखा धमिलो भइरहेको थियो, कालो म बेहोसी नै अवस्थामा थिएँ क्या। त्यसो हुँदाखेरि चाहिँ मलाई एकदम गाह्रो भएको, मलाई केही नदेखाएको छ, आँखा धमिलो भइरहेको छ होइन। अनि जुन मैले हानेको बाइकवालाले चाहिँ भनिरहेको थियो, मैले सब सुनिरहेको थिएँ। उहाँले के भन्नुभएको सबै सुनिरहेको थिएँ। मैले देख्न चाहिँ आँखाबाट देख्न सकिरहेको थिइनँ, म त आँखा धमिलो भइरहेको थियो नि त मेरो। सो त्यसपछि उहाँले जानु भइसकेको रहेछ। फेरि पछि चाहिँ अनि मेरो नम्बर प्लेट बाङ्गिया रहेछ के हेर्दैन भनेर भन्न आउनु भएको रहेछ होइन। अनि उहाँ जुन मलाई हेल्प गर्ने दाइले चाहिँ मान्छे यस्तो ढलिरहेको छ, जब 2-3 सय खर्च गर्न सक्नुहुन्न भनेर पठाइदिनु भएको छ क्या उहाँले। यस्तै हो देश मान्छे, त्यो बेला जस्तो यस्तो गाह्रो बेला हेल्प गर्नु नै त्यो मान्छे एकदम ठुलो हो क्या। त्यो जुन त्यो पीडामा भएको मान्छेलाई त्यतिको हेल्प पायो भने त्यो मान्छेलाई चाहिँ भगवानै मान्छ क्या होइन। सो मेरो पनि उहाँ त्यस्तै जस्तै हुनुभयो होइन। गाह्रो भइरहेको थियो, लास्टै गाह्रो भइरहेको थियो। म त उठ्ने अवस्था पनि थिएन। अनि भाइले साथीलाई बोलाइदियो भनेर भन्यो। अनि बोलाएँ साथीलाई बोलाउनु लगाएँ। त्यसपछि एकछिनपछि साथी आयो। अनि त्यो दाइ चाहिँ जानुभयो त्यहाँबाट। त्यो दाइलाई एकदम धेरै धेरै धन्यवाद है उहाँलाई, जुन मलाई हेल्प गर्नुभएको छ त्यसको लागि चाहिँ धेरै धेरै धन्यवाद। अनि म कुनै दिन मैले पनि त्यस्तै हेल्प गर्न पाऊँ होइन। सकेसम्म त कसैको त्यस्तो केही नहोस्, म यही चाहन्छु, भगवान्सँग यही प्रार्थना गर्छु कि कसैलाई केही नहोस्। तर कुनै हालतमा कसैको त्यस्तो अवस्था भएको अवस्थामा मैले त्यस्तो
त्यसै गरी हेल्प गर्न पाऊँ। सो यही हो गाइस। अनि साथी आयो त्यसपछि अनि एकछिन बसेर साथीसँग गएँ हस्पिटल। फर्स्ट यहाँ दुखिरहेको थियो नि त, म त करङसँग गएँ कि क्या हो ल भन्ने सोचिरहेको थिएँ नि त। मलाई यस्तो गाह्रो भइरहेको थियो, आज पनि उठ्न बस्न गाह्रो भइरहेको छ मलाई होइन। अनि हस्पिटल गएँ, एक्सरे गरेँ होइन, सुई हाल्यो, यता नि सुई हाल्यो, यता नि सुई, टिटानस कि के को सुई हाल्यो होइन, अनि यता नि सुई हाल्यो। अनि त्यसपछि एक्सरे गरेँ होइन। एक्सरेमा केही देखाएर रहन्छ। मैले त करङसँग गयो ल थला परिने भयो सोचिरहेको थिएँ होइन। धन्न त्यो चाहिँ केही भएर रहन्छ क्या, खुसीको कुरा त्यो हो, केही भएर रहन्छ। बाइकको ट्याङ्की कुच्चिया छ अनि लुकिङ ग्लास फुटेको त्यही हो। अनि उहाँ त्यो जुन एक्सिडेन्टवालाको चाहिँ के भएर रहन्छ, त्यही नम्बर प्लेट बाङ्गे भनेको सुनिरहेको थिएँ मैले। अब के मैले देखिनँ, राम्रोसँग देखिनँ, त्यही हो गाइज। अनि पाइपको हालत यस्तो भएको छ कि देख्न सक्नुहुन्छ, पाइपको हालत यस्तो भएको छ है होइन, त्यस्तो भएको छ। खुट्टामा धेरै घाउ भएको छैन होइन। अनि हातमा भएको पनि हुन्छ, हातमा भएको नि त, हातको छाला खुइल्या हो। अनि ब्ल्याङ्ग लगाएर यो ठोक्या हो क्या, यो सबैमा बजारे हो। अनि विन्डसिटर चाहिँ हल्का ड्यामेज भएको छ। त्यही हो, सबभन्दा ठुलो कुरो चाहिँ मान्छेलाई केही भएन होइन, त्यही ठुलो मान्नु पर्ने हुन्छ। लुगा त फेरि किनौला होइन, साधन भन्ने चिज पनि फेरि पैसा छ त साधन आइहाल्छ होइन। मान्छे मेन कुरा मान्छेलाई केही हुनु भएन, मान्छेलाई केही भएन होइन। उहाँ जुन मैले हानेको वाला बाइक दाइलाई पनि केही भएन। उहाँहरूको बाइक ढल्या पनि थिएन, ढलेको मेरो मात्र हो। स्पिड थियो भने त उहाँहरूको कहाँ उछिटिन्थ्यो होला सायद। उहाँहरू केही भएको छैन, उहाँहरू सकुशल जानुभयो। अनि म हस्पिटल गएँ, त्यही हो कुरो। अनि अब आज त्यो बाइक थोरै बनाउनु जानुपर्ने छ, त्यही हो। सायद त्यो ट्याङ्की पनि कुचिँदैन थियो होला, त्यो ह्यान्डल चाहिँ घुमिरहेको थियो नि त। मैले बिहानै याद गरेर ह्यान्डल घुमिरहेको थियो। सो त्यही हो, त्यो ह्यान्डल यता सरेर चाहिँ ट्याङ्की कुच्चिन पुगेछ क्या। त्यही भएर ट्याङ्कीमा त थोरै कुच्चिया छ। त्यही बनाउनु जानुपर्ने छ आज। अनि साथीलाई बोलाएको छु, साथी लिएर जान्छु। अनि मेरो अवस्था कस्तो थियो, मैले त्यहाँ कस्तो थियो, म जुन एक्सिडेन्ट भएर बस्दाखेरि चाहिँ मेरो अवस्था कस्तो थियो भन्ने कुरा चाहिँ साथीले पनि बताउँछ। साथीले देखिरहेको थियो नि त खुद, अनि सो साथीले बताउँछ। बाँकी कुरा यही हो। त्यो तपाईँहरू राइड चाहिँ सेभ गरेर चलाउनु होला होइन। भिडियो लामो हुन्छ, मैले बोल्दा पनि होइन, भिडियो लामो हुन्छ। यस्तै हो, तपाईँहरूलाई मैले भिडियो पनि देखाइरहेको छु। यहाँ यस्तो भएको छ भनेर चाहिँ, हात यस्तो भएको थियो, खुट्टामा यस्तो भएको छ भनेर देखाइरहेको छु। अनि मेन कुरा चाहिँ राइड सेभ गरेर चलाउनु पऱ्यो होइन तपाईँहरूले। मैले पनि एकदम त्यस्तो रफ कुदाउँदिनँ नि त मैले बाइक। अब दशा भने नि, अब दशा हुने दिनमा चाहिँ दशा बाजा बजाएर आउँदैन भने जस्तै, हुने दिनमा जसरी पनि हुन्छ भने त्यस्तै हो क्या। अब जस आफूले राम्रोसँग चलाउनु पऱ्यो होइन, मेन कुरा त्यही हो। अरू भने त्यस्तै हो। पुष्पराज भयो आफू चाहिँ यहाँ यस्तो गाह्रो भइरहेको छ। यहाँ दुखिरहेको छ क्या, यहाँ दुखिरहेको छ होइन, यहाँ दुखिरहेको छ। अनि एउटा पछाडि ठ्याक्कै त्यसको अपोजिट पछाडिपट्टि दुखिरहेको छ। धन्न करङ भाँचेन होइन, नत्र त मेरो 2-3 महिना त यत्तिकै लस्ट हुन्थ्यो मेरो होइन। बेस्ट ड्रेस हुन्थ्यो या के हुन्थ्यो थाहा छैन, कुन अवस्था हुन्थ्यो तपाईँलाई थाहा छ करङ भाँचेपछि। अनि यही हो, धन्न छालामा त छाला खुल्यो, अनि खुट्टाको छाला खुल्यो, अनि यहाँनिर ठोक्यो, त्यता ठक्कर खायो, त्यति हो है त। अब आजलाई यही हो, यति हो। अनि बाँकी कुरा चाहिँ अब बाइक बनाउन जानुपर्छ, त्यो देखाउँछु तपाईँहरूलाई, त्यही हो है त। अनि मेरो चाहिँ कस्तो हालत भएको थियो भन्दा चाहिँ यो कस्तो थियो उठ्दाखेरि त म त ल केटो त गयो कि के हो जस्तो लाग्दैन एकछिन त। ल हामी यो चाहिँ बनाउन जानु लाग्यो है त। अब वहीँ गएर भेटौँला अब एकचोटि। साथी के गर्न आएको हामी यहाँ? फुल डेन्ट पेन्ट हान्दैछन् यसलाई, ट्याङ्की निकालेर होइन। अनि यो फेरिहरू पनि ब्ल्याक, यो चाहिँ व्हाइटै राख्नुपर्छ। अरू के गर्नु त, त्यही हो। यति कुचेकोलाई गर्नको लागि फुलै हान्नुपर्ने स्थिति आयो अहिलेलाई। यति नि मिल्छ मिल्न त होइन, तर अलि नराम्रो देखिन्छ भन्नुभयो। हामी चाहिँ कहाँ आएको यो अर्बिन डेन्ट पेन्ट्स, दाइकोमा नाम छैन रहेछ अहिले। कस्तो लाग्यो भाइ? म पनि टाँच्नु हुँदैछ नि त पछि निकाल्नु होला नि।
क्या दामी देखिरहेको यो नजाको छ कति जोरमा छ यो बाइक चाहिँ बनिसकेछ है टक्क लगाएर चाहिँ यतिखेर चाहिँ केटिएम सर्भिस सेन्टर छु यो यसको लागि आएको म यो ब्ल्याक बनाउने हो नि त सो त्यही भएर चाहिँ यसलाई ब्ल्याक बनाउनुको लागि चाहिँ यो बिग्रेको थियो नि त अस्ति एक्सिडेन्ट पर्दाखेरि यो गएको थियो यहाँ त्यसको लागि चाहिँ यो लिन आएको थियो क्या प्रोटेक्टर भन्नु रहेछ यसलाई यसको लागि चाहिँ यहाँ आएको त्यहाँ साथीले दिँदैछ है त त्यसपछि हामी जान्छौँ त्यो बनाउन छैन रे छैन के गर्न आएको रे खासमा त्यो के भन्छ नाम ग्रिपर चेन्ज गर्न र अनि प्रोटेक्टर चाहिँ चेन्ज गर्न आएको छ चेन्ज हुँदैछ 4 ठाउँको चाहिँ बल्ल बल्ल भेटिसक्यो अब एकछिनपछि भएर रेडी भएपछि फेरि मेरो बाइक यो छेउतिर परेको थियो होइन यो छेउतिर परेको थियो अनि मलाई उतै भित्तामा राखेको बसिरहेको थिएँ म लास्टमा है यहाँबाट उठाएर यहाँ राखिदियो यहाँ पनि बस्न सकिएन गाह्रो भएको फिल भएर अनि उहाँ राखिदिएको थियो मलाई होइन यहाँ राखिदिएको थियो सो अनि अहिले बाइक पनि बनाइसकेको छु मैले होइन हात घाउ यस्तो छ अझै जस लास्ट गाह्रो भइथ्यो होइन यहाँनिर चाहिँ एकदम डेन्जर एरिया छ क्या जस एक्सिडेन्ट भइराख्ने ठाउँ रहेछ त्यो तपाईँहरूलाई पनि देखाइदिउँ भनेर क्या यो छाप्रो भन्दो रहेछ ठाउँलाई है त यो चाहिँ पेप्सिकोलाको छाप्रो भन्ने ठाउँमा अनि मेरो एक्सिडेन्ट भएको थियो नि त अस्ति सो त्यही देखाउनु खोजेको थिएँ ल यति नै हो अनि राइट साइडबाट